नमस्कार दर्शकवृन्द। आज मिति 2082 साल फागुन महिनाको 24 गते आइतबार। आजको दिनले तपाईको जीवनमा के संकेत ल्याउँदैछ, आजको राशिफल मार्फत जान्नेछौँ। कृपया आफ्नो राशि ध्यानपूर्वक सुन्नुहोला र दैनिक राशिफल सुन्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आउनुहोस् सुरु गरौँ आजको पहिलो राशिफलबाट। मेष राशि। मेष राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि नयाँ सोच, सक्रियता र निर्णय क्षमताको परीक्षा हुने समय देखिन्छ। मेष राशि मङ्गल ग्रहको प्रभावमा रहने भएकाले तपाईँ स्वभावतः साहसी, ऊर्जावान र अगाडि बढ्न चाहने व्यक्तित्वका धनी हुनुहुन्छ। आजको ग्रहस्थितिले तपाईलाई केही महत्त्वपूर्ण निर्णय लिन प्रेरित गर्न सक्छ। बिहानको समय केही अलमल वा मानसिक चञ्चलतामा बित्न सक्छ। विशेष गरी काम सम्बन्धी योजनामा स्पष्टता खोज्नुपर्ने अवस्था आउन सक्छ। तर धैर्यपूर्वक परिस्थितिको मूल्याङ्कन गर्नुभयो भने दिनको मध्यभागपछि कामहरू क्रमशः सहज बन्दै जानेछन्। कार्यक्षेत्रमा तपाईको सक्रियता र नेतृत्व क्षमता आज विशेष रूपमा प्रकट हुन सक्छ। केही समयदेखि रोकिएको काम वा योजना पुनः अघि बढ्ने सम्भावना देखिन्छ। सहकर्मी वा वरिष्ठ व्यक्तिहरूसँगको संवादले कामलाई नयाँ दिशा दिन सक्छ। प्रतिस्पर्धात्मक वातावरण भए पनि तपाईको आत्मविश्वास र स्पष्ट दृष्टिकोणले अरूको ध्यान आकर्षित गर्नेछ। आज तपाईले गरेको सानो पहलले पनि भविष्यमा ठूलो अवसरको ढोका खोल्न सक्छ। आर्थिक पक्षमा सामान्य सुधारको संकेत देखिन्छ। सानो आर्थिक लाभ प्राप्त हुन सक्छ वा पुरानो लेनदेन मिल्ने सम्भावना देखिन्छ। तर उत्साहमा आएर अनावश्यक खर्च नगर्नु उपयुक्त हुनेछ। विशेष गरी लगानी सम्बन्धी निर्णय लिँदा सोच विचार गर्नु आवश्यक हुनेछ। पारिवारिक जीवनमा सानो मतभेद देखिन सक्छ, विशेषतः विचारको भिन्नताका कारण। तर संयमित संवाद र समझदारीले परिस्थितिलाई सहज बनाउन सकिन्छ। प्रेम तथा वैवाहिक जीवनमा खुला संवाद आवश्यक रहनेछ। जीवनसाथीसँग भविष्यका विषयमा छलफल गर्दा सम्बन्ध अझ प्रगाढ बन्नेछ। अविवाहित महानुभावहरूका लागि नयाँ परिचय विशेष आकर्षणमा परिणत हुन सक्छ। स्वास्थ्यतर्फ टाउको दुखाइ, थकान वा अत्यधिक तनावप्रति ध्यान दिनु आवश्यक हुनेछ। नियमित व्यायाम, पर्याप्त विश्राम र सन्तुलित आहारले स्वास्थ्यलाई सुदृढ राख्न मद्दत गर्नेछ। आजको सन्देश: साहस र धैर्य सँगै राख्नुभयो भने सफलता अवश्य प्राप्त हुन्छ। शुभ अङ्क 9, शुभ रङ्ग रातो। वृष राशि। वृष राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि स्थिरता, धैर्य र व्यावहारिक सोचको प्रतिफल अनुभव गर्ने समय देखिएको छ। वृष राशि शुक्र ग्रहद्वारा शासित भएकाले तपाईँ स्वभावतः शान्त, स्थिर र सौन्दर्य प्रेमी हुनुहुन्छ। आजको दिन तपाईलाई आफ्ना योजनाहरू व्यवस्थित रूपमा अघि बढाउने प्रेरणा दिन सक्छ। बिहानको समय सामान्य रूपमा शान्त देखिए पनि दिन चढ्दै जाँदा कार्यगत सक्रियता बढ्ने सम्भावना छ। कार्यक्षेत्रमा विगतमा गरेका प्रयासको सकारात्मक परिणाम देखिन सुरु हुन सक्छ। सहकर्मी वा वरिष्ठ व्यक्तिहरूसँग सहयोगात्मक सम्बन्ध कायम राख्दा काम अझ सहज बन्नेछ। यदि तपाईँ व्यापार वा व्यवसायमा संलग्न हुनुहुन्छ भने आज नयाँ अवसर देखा पर्न सक्छ। धैर्य र निरन्तर प्रयासले तपाईलाई अपेक्षित सफलता दिलाउन सक्छ। आर्थिक पक्षमा सामान्य स्थिरता रहने संकेत देखिन्छ। आम्दानीका स्रोत स्थिर रहने सम्भावना छ। तर विलासिता वा व्यक्तिगत रुचि सम्बन्धी वस्तुमा खर्च बढ्न सक्छ। त्यसैले खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। बचत गर्ने बानीलाई निरन्तरता दिनुभयो भने भविष्यमा आर्थिक सुरक्षा बढ्नेछ। पारिवारिक जीवनमा शान्त र आत्मीय वातावरण रहने सम्भावना देखिन्छ। परिवारका सदस्यसँग बिताएको समयले मानसिक सन्तुष्टि प्रदान गर्नेछ। प्रेम तथा वैवाहिक जीवनमा विश्वास र समझदारी अझ बलियो बन्ने संकेत देखिन्छ। जीवनसाथीसँग साझा योजना बनाउने अवसर पनि प्राप्त हुन सक्छ। अविवाहित महानुभावहरूका लागि कुनै विशेष व्यक्तिसँग निकटता बढ्ने सम्भावना देखिन्छ। स्वास्थ्यतर्फ पाचन प्रणाली, घाँटी वा शरीरमा भारीपन अनुभव हुन सक्छ। सन्तुलित आहार, पर्याप्त पानी र हल्का व्यायाम स्वास्थ्यका लागि लाभदायक हुनेछ। आजको सन्देश: धैर्य र स्थिरता नै दिगो सफलताको आधार हो। शुभ अङ्क 6, शुभ रङ्ग हरियो। मिथुन राशि। मिथुन राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि विचार विस्तार, नयाँ जानकारी र संवादको अवसरले भरिएको दिन बन्न सक्छ। मिथुन राशि बुध ग्रहद्वारा शासित भएकाले तपाईँ स्वभावतः जिज्ञासु, चतुर र अभिव्यक्तिमा निपुण हुनुहुन्छ। आजको ग्रह स्थितिले तपाईको बौद्धिक क्षमता र सृजनात्मक सोचलाई अझ सक्रिय बनाउन सक्छ। बिहानको समय नयाँ विचार वा योजनाको प्रेरणाले भरिएको हुन सक्छ।
कार्यक्षेत्रमा आज तपाईँको संवाद कौशल विशेष रूपमा प्रभावशाली बन्न सक्छ। छलफल, बैठक वा नयाँ योजना प्रस्तुत गर्ने अवसर प्राप्त हुन सक्छ। सञ्चार, शिक्षण, लेखन वा व्यापार क्षेत्रमा संलग्न महानुभावहरूका लागि आजको दिन विशेष फलदायी बन्न सक्छ। सहकर्मीहरूसँगको सकारात्मक सम्बन्धले कामलाई सहज बनाउनेछ। आर्थिक पक्षमा नयाँ अवसर देखा पर्न सक्छन्। सानो तर महत्त्वपूर्ण आर्थिक लाभ प्राप्त हुन सक्छ, तर एकैचोटि धेरै योजना बनाउनुभन्दा प्राथमिकता निर्धारण गरेर अघि बढ्नु बुद्धिमानी हुनेछ। खर्च व्यवस्थापनमा ध्यान दिनुभयो भने भविष्यका लागि राम्रो बचत सम्भव हुनेछ। पारिवारिक जीवनमा चहलपहल र सकारात्मक वातावरण रहने सम्भावना देखिन्छ। दाजुभाइ, मित्र वा नजिकका व्यक्तिसँग भेटघाट हुन सक्छ। प्रेम तथा वैवाहिक जीवनमा संवादको महत्त्व बढ्ने सङ्केत देखिन्छ। जीवनसाथीसँग खुलेर कुरा गर्दा सम्बन्ध अझ मधुर बन्नेछ। अविवाहित महानुभावहरूका लागि मित्रता विशेष आकर्षणमा परिणत हुन सक्छ। स्वास्थ्यतर्फ मानसिक थकान, अनिद्रा वा अत्यधिक व्यस्तताका कारण ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ। नियमित विश्राम, ध्यान र समय व्यवस्थापनले स्वास्थ्य सन्तुलनमा राख्न सहयोग गर्नेछ। आजको सन्देश: सही विचारलाई सही समयमा व्यक्त गर्नु नै सफलताको कुञ्जी हो। शुभ अङ्क 5, शुभ रङ्ग पहेँलो। कर्कट राशि। कर्कट राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि भावनात्मक सन्तुलन, पारिवारिक सम्बन्ध र आत्मिक शान्तिको खोजी गर्ने समय बन्न सक्छ। कर्कट राशि चन्द्रमाको प्रभावमा रहने भएकाले तपाईँ स्वभावतः संवेदनशील, ममतामय र परिवार प्रेमी हुनुहुन्छ। आज चन्द्रमाको प्रभावका कारण मनमा विभिन्न विचारहरू आउन सक्छन्, जसले कहिलेकाहीँ मनलाई अलि चञ्चल बनाउने सम्भावना देखिन्छ। तर धैर्य र सकारात्मक सोच अपनाउनुभयो भने दिन क्रमशः सहज हुँदै जानेछ। कार्यक्षेत्रमा आज तपाईँले सावधानीपूर्वक निर्णय लिनुपर्ने अवस्था आउन सक्छ। कुनै महत्त्वपूर्ण जिम्मेवारी तपाईँलाई सुम्पिन सकिने सङ्केत देखिन्छ। तपाईँको इमान्दारी र लगनशीलताले वरिष्ठ व्यक्तिहरूको विश्वास जित्न मद्दत गर्नेछ। सहकर्मीहरूसँग सहयोगात्मक व्यवहार राख्दा कामलाई सही दिशामा अघि बढाउन सजिलो हुनेछ। विगतमा अधुरा रहेका केही कार्यहरू आज क्रमशः पूरा हुने सम्भावना पनि देखिन्छ। आर्थिक पक्षमा सामान्य स्थिरता रहने सङ्केत देखिन्छ। घर परिवार वा व्यक्तिगत आवश्यकताका कारण खर्च बढ्न सक्छ, तर योजनाबद्ध रूपमा खर्च गर्नुभयो भने आर्थिक सन्तुलन कायम राख्न सक्नुहुनेछ। आज ठूलो आर्थिक जोखिम लिनुभन्दा सुरक्षित योजना अपनाउनु उपयुक्त हुनेछ। पारिवारिक जीवनमा आत्मीयता र सहयोगको वातावरण रहने सम्भावना देखिन्छ। परिवारका सदस्यसँग समय बिताउँदा मनमा शान्ति र सन्तोषको अनुभूति हुनेछ। प्रेम तथा वैवाहिक जीवनमा भावनात्मक समझदारी अत्यन्त महत्त्वपूर्ण रहनेछ। जीवनसाथीसँग खुलेर संवाद गर्नुभयो भने सम्बन्ध अझ सुदृढ बन्नेछ। अविवाहित महानुभावहरूका लागि पुरानो मित्रता विशेष सम्बन्धमा परिणत हुन सक्ने सङ्केत देखिन्छ। स्वास्थ्यतर्फ पाचन सम्बन्धी समस्या, छाती वा पेट सम्बन्धी असहजता देखिन सक्ने भएकाले खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। नियमित विश्राम र सन्तुलित आहारले स्वास्थ्य सुदृढ राख्न मद्दत गर्नेछ। आजको सन्देश: भावनामा सन्तुलन राख्दा जीवनका निर्णयहरू सही दिशामा अघि बढ्छन्। शुभ अङ्क 2, शुभ रङ्ग सेतो। सिंह राशि। सिंह राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिष्ठाको विस्तारसँग सम्बन्धित रहने सङ्केत देखिन्छ। सिंह राशि सूर्यद्वारा शासित भएकाले तपाईँ स्वभावतः साहसी, प्रभावशाली र आत्मविश्वासी व्यक्तित्वका धनी हुनुहुन्छ। आजको ग्रह स्थितिले तपाईँलाई आफ्ना क्षमताहरू उजागर गर्ने अवसर प्रदान गर्न सक्छ। कार्यक्षेत्रमा आज तपाईँको सक्रियता र निर्णायक सोचले राम्रो परिणाम ल्याउन सक्छ। कुनै नयाँ योजना सुरु गर्ने वा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुन सक्छ। सहकर्मी तथा वरिष्ठ व्यक्तिहरूले तपाईँको नेतृत्व क्षमतालाई सकारात्मक रूपमा लिन सक्छन्। यदि तपाईँले विनम्रता र धैर्यलाई साथमा राख्नुभयो भने उल्लेखनीय सफलता प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ। आर्थिक पक्षमा सामान्य सुधारको सङ्केत देखिन्छ। आम्दानीका स्रोत स्थिर रहने सम्भावना छ भने सानो अतिरिक्त लाभ पनि प्राप्त हुन सक्छ। तर अत्यधिक आत्मविश्वासका कारण जोखिमपूर्ण आर्थिक निर्णय लिनु उपयुक्त हुने छैन। पारिवारिक जीवनमा कहिलेकाहीँ सानो मतभेद देखिन सक्छ, विशेषतः निर्णय सम्बन्धी विषयमा। तर धैर्य र समझदारीले सम्बन्धलाई सन्तुलनमा राख्न सकिन्छ। प्रेम तथा वैवाहिक जीवनमा आत्मीयता र विश्वास बढ्ने सङ्केत देखिन्छ।
जीवनसाथीसँग समय बिताउँदा सम्बन्ध अझ मधुर बन्नेछ। अविवाहित महानुभावहरूका लागि आकर्षक व्यक्तिसँग नयाँ भेटघाट हुन सक्ने सम्भावना देखिन्छ। स्वास्थ्यतर्फ शरीरमा थकान, रक्तचाप वा अत्यधिक तनावप्रति ध्यान दिनु आवश्यक हुनेछ। पर्याप्त विश्राम र सन्तुलित दिनचर्या स्वास्थ्यका लागि लाभदायक हुनेछ। आजको सन्देश: आत्मविश्वासलाई विनम्रतासँग जोड्दा सफलता अझ उज्यालो हुन्छ। शुभ अङ्क 1, शुभ रङ्ग सुन्तला। कन्या राशि। कन्या राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि विवेकपूर्ण निर्णय, अनुशासन र व्यवस्थित प्रयासको फल प्राप्त गर्ने सम्भावना बोकेको दिन देखिन्छ। कन्या राशि बुध ग्रहद्वारा शासित भएकाले तपाईँ स्वभावतः विश्लेषणात्मक सोच, सूक्ष्म अवलोकन र जिम्मेवार व्यवहार भएका व्यक्ति हुनुहुन्छ। आज यही गुणले जीवनका विभिन्न क्षेत्रमा सकारात्मक परिणाम ल्याउन सक्छ। कार्यक्षेत्रमा आज तपाईँले आफ्नो दक्षता र कार्यकुशलता प्रदर्शन गर्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ। कुनै जटिल समस्या समाधान गर्ने जिम्मेवारी तपाईँलाई दिइन सक्छ। तपाईँले शान्त मनले परिस्थिति विश्लेषण गर्नुभयो भने उचित समाधान निकाल्न सक्नुहुनेछ। वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा प्राप्त हुने सम्भावना पनि देखिन्छ। आर्थिक पक्षमा सामान्य सुधारको सङ्केत देखिन्छ। सानो आर्थिक लाभ प्राप्त हुन सक्छ वा रोकिएको कामबाट फाइदा मिल्न सक्छ। तर अत्याधिक चिन्ताले निर्णयमा असर पार्न सक्छ, त्यसैले सकारात्मक सोच कायम राख्नु उपयुक्त हुनेछ। पारिवारिक जीवनमा शान्त र सन्तुलित वातावरण रहने सम्भावना देखिन्छ। परिवारका सदस्यसँग आत्मीय संवाद हुने सङ्केत देखिन्छ। प्रेम तथा वैवाहिक जीवनमा विश्वास र पारदर्शिता अत्यन्त महत्त्वपूर्ण रहनेछ। जीवनसाथीसँग खुलेर कुरा गर्दा सम्बन्ध अझ मजबुत बन्नेछ। अविवाहित महानुभावहरूका लागि समान सोच भएको व्यक्तिसँग विशेष परिचय हुन सक्छ। स्वास्थ्यतर्फ पाचन प्रणाली, पेट सम्बन्धी समस्या वा मानसिक तनावप्रति ध्यान दिनु आवश्यक हुनेछ। नियमित व्यायाम, ध्यान र सन्तुलित आहारले स्वास्थ्य सुदृढ राख्न मद्दत गर्नेछ। आजको सन्देश: अनुशासन र धैर्यले जीवनका कठिन परिस्थितिलाई पनि सहज बनाउँछ। शुभ अङ्क 5, शुभ रङ्ग हरियो। तुला राशि। तुला राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि सन्तुलन, समझदारी र सम्बन्ध व्यवस्थापनको दृष्टिले महत्त्वपूर्ण बन्न सक्ने सङ्केत देखिन्छ। तुला राशि शुक्र ग्रहद्वारा शासित भएकाले तपाईँ स्वभावतः मिलनसार, सौन्दर्यप्रेमी र न्यायप्रिय हुनुहुन्छ। आजको ग्रहस्थितिले तपाईँलाई आफ्नो विचार र भावनालाई सन्तुलित राख्दै निर्णय लिन प्रेरित गर्न सक्छ। बिहानको समय सामान्य रूपमा शान्त देखिए पनि केही महत्त्वपूर्ण विषयमा निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। कार्यक्षेत्रमा आज सहकार्य र समन्वयको भूमिका अत्यन्त महत्त्वपूर्ण रहनेछ। सहकर्मी वा साझेदारसँग मिलेर काम गर्दा राम्रो परिणाम प्राप्त हुने सम्भावना देखिन्छ। केही समयदेखि रोकिएको योजना पुनः अघि बढ्ने सङ्केत पनि देखिन्छ। वरिष्ठ व्यक्तिहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुन सक्छ, जसले तपाईँको आत्मविश्वास बढाउनेछ। कूटनीतिक व्यवहार र संयमित संवादले कामलाई सफल बनाउन सहयोग गर्नेछ। आर्थिक पक्षमा सामान्य सुधारको सङ्केत देखिन्छ। आम्दानीका स्रोत स्थिर रहने सम्भावना छ भने कुनै अतिरिक्त अवसर पनि प्राप्त हुन सक्छ। तर विलासिता वा सौन्दर्य सम्बन्धी वस्तुमा खर्च बढ्न सक्ने भएकाले खर्च व्यवस्थापनमा ध्यान दिनु आवश्यक हुनेछ। दीर्घकालीन आर्थिक योजना बनाउन आजको दिन उपयोगी हुन सक्छ। पारिवारिक जीवनमा शान्ति र सौहार्द कायम रहने सम्भावना देखिन्छ। परिवारका सदस्यसँग आत्मीय संवाद हुन सक्छ, जसले सम्बन्धलाई अझ बलियो बनाउनेछ। प्रेम तथा वैवाहिक जीवनमा समझदारी र विश्वास बढ्ने सङ्केत देखिन्छ। जीवनसाथीसँग समय बिताउँदा सम्बन्ध अझ मधुर बन्नेछ। अविवाहित महानुभावहरूका लागि नयाँ परिचय विशेष सम्बन्धमा परिणत हुन सक्ने सम्भावना देखिन्छ। स्वास्थ्यतर्फ ढाड वा कम्मर दुखाइ, थकान वा मानसिक तनावप्रति ध्यान दिनु आवश्यक हुनेछ। नियमित विश्राम र हल्का व्यायामले स्वास्थ्यलाई सन्तुलनमा राख्न मद्दत गर्नेछ। आजको सन्देश: सन्तुलित सोच र धैर्यले जीवनका कठिन परिस्थितिलाई सहज बनाउँछ। शुभ अङ्क 6, शुभ रङ्ग आकाशे नीलो। वृश्चिक राशि। वृश्चिक राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईँका लागि गहिरो सोच, आन्तरिक शक्ति र रूपान्तरणको सङ्केत बोकेको दिन बन्न सक्छ। वृश्चिक राशि मङ्गल ग्रहद्वारा शासित भएकाले तपाईँ स्वभावतः दृढ, साहसी र रहस्यमय स्वभावका व्यक्ति हुनुहुन्छ।
आजको ग्रहस्थितिले तपाईलाई आफ्नो लक्ष्यप्रति अझ दृढ बनाउने सङ्केत देखिन्छ। बिहानको समय केही चुनौतीपूर्ण परिस्थिति देखिन सक्छ, तर तपाईको धैर्य र रणनीतिक सोचले त्यसलाई सहज रूपमा पार गर्न सक्नुहुनेछ। कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्न सक्ने सम्भावना देखिन्छ, तर तपाईको गहिरो सोच र दृढ निश्चयले सफलता प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ। कुनै नयाँ योजना सुरु गर्ने वा पुरानो कामलाई नयाँ ढङ्गले अघि बढाउने अवसर प्राप्त हुन सक्छ। वरिष्ठ व्यक्तिहरूले तपाईको मेहनत र समर्पणलाई सराहना गर्न सक्छन्। आर्थिक पक्षमा सामान्य उतार-चढाव देखिन सक्छ। आम्दानीका केही नयाँ स्रोतको सम्भावना देखिए पनि खर्च पनि बढ्न सक्छ। त्यसैले आर्थिक निर्णय गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ। जोखिमपूर्ण लगानीबाट टाढा रहनु राम्रो हुनेछ। पारिवारिक जीवनमा कहिलेकाहीँ भावनात्मक उतार-चढाव देखिन सक्छ, तर संयमित व्यवहार र समझदारीले सम्बन्धलाई सन्तुलनमा राख्न सकिन्छ। प्रेम तथा वैवाहिक जीवनमा गहिरो भावनात्मक सम्बन्ध स्थापित हुने सम्भावना देखिन्छ। जीवनसाथीसँग खुलेर संवाद गर्दा सम्बन्ध अझ बलियो बन्नेछ। अविवाहित महानुभावहरूका लागि रहस्यमय तर आकर्षक व्यक्तिसँग भेटघाट हुन सक्छ। स्वास्थ्यतर्फ मानसिक तनाव, रक्तचाप वा हल्का व्यायामले मन र शरीरलाई सन्तुलनमा राख्न सहयोग गर्नेछ। आजको सन्देश: धैर्य र दृढ सङ्कल्पले कठिन परिस्थितिलाई अवसरमा रूपान्तरण गर्न सक्छ। शुभ अङ्क 8, शुभ रङ्ग गाढा रातो। धनु राशि। धनु राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि आशावाद, नयाँ अवसर र ज्ञानको विस्तारको सङ्केत बोकेको दिन बन्न सक्छ। धनु राशि बृहस्पति ग्रहद्वारा शासित भएकाले तपाईँ स्वभावतः सकारात्मक सोच, साहसिक भावना र ज्ञानप्रतिको रुचि भएका व्यक्ति हुनुहुन्छ। आजको ग्रह स्थितिले तपाईलाई नयाँ अनुभव र अवसरतर्फ आकर्षित गर्न सक्छ। कार्यक्षेत्रमा आज केही रोचक अवसरहरू देखा पर्न सक्छन्। नयाँ योजना सुरु गर्ने वा नयाँ जिम्मेवारी सम्हाल्ने सम्भावना देखिन्छ। तपाईको सकारात्मक सोच र उत्साहले सहकर्मीहरूलाई पनि प्रेरित गर्न सक्छ। वरिष्ठ व्यक्तिहरूबाट समर्थन प्राप्त हुने सम्भावना पनि देखिन्छ। आज सुरु गरिएको योजना भविष्यमा महत्त्वपूर्ण उपलब्धिमा परिणत हुन सक्छ। आर्थिक पक्षमा सामान्य सुधारको सङ्केत देखिन्छ। आम्दानीका नयाँ अवसर प्राप्त हुन सक्छन्, तर अत्यधिक आशावादी भएर जोखिमपूर्ण निर्णय लिनु उपयुक्त हुने छैन। योजनाबद्ध रूपमा आर्थिक व्यवस्थापन गर्दा भविष्य सुरक्षित बनाउन सकिन्छ। पारिवारिक जीवनमा उत्साह र सकारात्मक वातावरण रहने सम्भावना देखिन्छ। परिवारका सदस्यसँग रमाइलो समय बिताउने अवसर मिल्न सक्छ। प्रेम तथा वैवाहिक जीवनमा आपसी विश्वास र आत्मीयता बढ्ने सङ्केत देखिन्छ। जीवनसाथीसँग यात्रा वा नयाँ योजना बनाउने सम्भावना पनि देखिन्छ। अविवाहित महानुभावहरूका लागि प्रेरणादायी व्यक्तिसँग परिचय हुन सक्छ। स्वास्थ्यतर्फ अत्यधिक व्यस्तता वा अनियमित दिनचर्याका कारण थकान महसुस हुन सक्छ। नियमित व्यायाम, सन्तुलित आहार र पर्याप्त विश्रामले स्वास्थ्यलाई सुदृढ राख्न मद्दत गर्नेछ। आजको सन्देश: सकारात्मक सोच र साहसले जीवनका नयाँ सम्भावनाहरू खोल्छ। शुभ अङ्क 3, शुभ रङ्ग पहेँलो। मकर राशि। मकर राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि जिम्मेवारी, धैर्य र दीर्घकालीन सोचको महत्त्व अझ स्पष्ट रूपमा अनुभव हुने सङ्केत देखिन्छ। मकर राशि शनि ग्रहको प्रभावमा रहने भएकाले तपाईँ स्वभावतः अनुशासित, मेहनती र लक्ष्यप्रति समर्पित हुनुहुन्छ। आजको ग्रह स्थितिले तपाईलाई आफ्नो काम र योजनाप्रति अझ गम्भीर बन्न प्रेरित गर्न सक्छ। बिहानको समय सामान्यभन्दा अलि व्यस्त रहन सक्छ, किनकि अधुरा रहेका केही कामहरू पूरा गर्नुपर्ने परिस्थिति आउन सक्छ। कार्यक्षेत्रमा आज तपाईको परिश्रम र समर्पणले सकारात्मक परिणाम दिन सक्ने सम्भावना देखिन्छ। कुनै महत्त्वपूर्ण जिम्मेवारी तपाईलाई सुम्पिन सकिन्छ, जसले तपाईको क्षमता परीक्षण गर्नेछ। यदि तपाईले धैर्य र योजनाबद्ध रूपमा काम गर्नुभयो भने राम्रो सफलता प्राप्त गर्ने सम्भावना बलियो देखिन्छ। वरिष्ठ व्यक्तिहरूबाट विश्वास र समर्थन प्राप्त हुन सक्छ। आर्थिक पक्षमा स्थिरता कायम रहने सङ्केत देखिन्छ। नियमित आम्दानीका स्रोत बलियो बन्न सक्छन्। विगतमा गरिएको परिश्रमको प्रतिफल पनि क्रमशः प्राप्त हुन सक्छ, तर खर्चतर्फ सावधानी अपनाउनु आवश्यक हुनेछ। विशेषतः अनावश्यक विलासितामा खर्च नगर्नु राम्रो हुनेछ। पारिवारिक जीवनमा जिम्मेवारीको भावना बढ्ने सम्भावना देखिन्छ। परिवारका सदस्यहरूले तपाईको सहयोग र मार्गदर्शनको अपेक्षा गर्न सक्छन्। प्रेम तथा वैवाहिक जीवनमा व्यावहारिकता र समझदारी महत्त्वपूर्ण
महत्त्वपूर्ण रहनेछ। जीवनसाथीसँग खुलेर संवाद गर्दा सम्बन्ध अझ बलियो बन्नेछ। अविवाहित महानुभावहरूका लागि परिपक्व सोच भएको व्यक्तिसँग परिचय हुन सक्ने सम्भावना देखिन्छ। स्वास्थ्यतर्फ जोर्नी दुखाइ, शरीरमा थकान वा कम्मर सम्बन्धी समस्या देखिन सक्ने भएकाले विश्राम र हल्का व्यायाममा ध्यान दिनु आवश्यक हुनेछ। आजको सन्देश: धैर्य र अनुशासनले जीवनका ठूला उपलब्धिहरू सम्भव बनाउँछ। शुभ अङ्क 8, शुभ रङ्ग गाढा नीलो। कुम्भ राशि। कुम्भ राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि नयाँ सोच, रचनात्मकता र सामाजिक सम्बन्ध विस्तार गर्ने अवसर बोकेको दिन बन्न सक्छ। कुम्भ राशि शनि र राहुको प्रभावमा रहने भएकाले तपाईँ स्वभावतः स्वतन्त्र विचार, नवीन सोच र मानवतावादी दृष्टिकोण भएका व्यक्ति हुनुहुन्छ। आजको ग्रह स्थितिले तपाईलाई आफ्ना विचारहरू खुलेर व्यक्त गर्न प्रेरित गर्न सक्छ। कार्यक्षेत्रमा आज तपाईको रचनात्मक सोच र नवीन दृष्टिकोणले राम्रो परिणाम ल्याउन सक्छ। नयाँ योजना प्रस्तुत गर्ने वा नयाँ परियोजनामा संलग्न हुने अवसर प्राप्त हुन सक्छ। सहकर्मीहरू तपाईको विचारबाट प्रभावित हुन सक्छन्। यदि तपाईँ प्रविधि, अनुसन्धान वा सृजनात्मक क्षेत्रमा संलग्न हुनुहुन्छ भने आजको दिन विशेष अनुकूल देखिन्छ। आर्थिक पक्षमा सामान्य स्थिरता रहने सङ्केत देखिन्छ। नयाँ आय स्रोत खोज्ने अवसर पनि प्राप्त हुन सक्छ, तर अत्यधिक प्रयोगात्मक सोचका कारण जोखिमपूर्ण आर्थिक निर्णय लिनु उचित हुने छैन। सन्तुलित आर्थिक योजना अपनाउनु लाभदायक हुनेछ। पारिवारिक जीवनमा कहिलेकाहीँ विचारको भिन्नता देखिन सक्छ, विशेषतः स्वतन्त्रता र व्यक्तिगत निर्णय सम्बन्धी विषयमा। तर धैर्य र समझदारीले सम्बन्धलाई सन्तुलनमा राख्न सकिन्छ। प्रेम तथा वैवाहिक जीवनमा मित्रता र आत्मीयता बढ्ने सङ्केत देखिन्छ। जीवनसाथीसँग नयाँ योजना बनाउने वा सँगै समय बिताउने अवसर मिल्न सक्छ। स्वास्थ्यतर्फ मानसिक थकान, अनिन्द्रा वा स्नायु सम्बन्धी तनावप्रति ध्यान दिनु आवश्यक हुनेछ। ध्यान, योग वा प्रकृतिसँग समय बिताउँदा मन शान्त रहनेछ। आजको सन्देश: नयाँ सोच र सकारात्मक दृष्टिकोणले भविष्यका अवसरहरू सृजना गर्छ। शुभ अङ्क 4, शुभ रङ्ग आकाशे नीलो। मीन राशि। मीन राशि हुने महानुभावहरूका लागि आजको दिन तपाईका लागि संवेदनशीलता, कल्पना शक्ति र आत्मिक चेतनाको प्रभाव बढ्ने दिन बन्न सक्छ। मीन राशि बृहस्पति ग्रहद्वारा शासित भएकाले तपाईँ स्वभावतः दयालु, संवेदनशील र कल्पनाशील व्यक्तित्वका धनी हुनुहुन्छ। आजको ग्रह स्थितिले तपाईलाई आफ्ना भावनाहरूलाई सही दिशामा प्रयोग गर्न प्रेरित गर्न सक्छ। कार्यक्षेत्रमा सृजनात्मक सोच र अन्तर्ज्ञानले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। कला, लेखन, सङ्गीत, शिक्षा वा सेवामूलक क्षेत्रमा संलग्न महानुभावहरूका लागि आजको दिन प्रेरणादायी बन्न सक्छ। तपाईले नयाँ विचारहरूलाई व्यवहारमा उतार्ने अवसर प्राप्त गर्न सक्नुहुनेछ। आर्थिक पक्षमा सामान्य सुधारको सङ्केत देखिन्छ। सानो आर्थिक लाभ प्राप्त हुन सक्छ, तर भावनात्मक प्रभावमा आएर खर्च गर्ने बानीलाई नियन्त्रणमा राख्नु उपयुक्त हुनेछ। योजनाबद्ध रूपमा आर्थिक व्यवस्थापन गर्दा भविष्य सुरक्षित बनाउन सकिन्छ। पारिवारिक जीवनमा आत्मीयता र समझदारी कायम रहने सम्भावना देखिन्छ। परिवारका सदस्यसँग समय बिताउँदा मनमा शान्ति र सन्तोषको अनुभूति हुनेछ। प्रेम तथा वैवाहिक जीवनमा भावनात्मक सम्बन्ध अझ गहिरो बन्ने सङ्केत देखिन्छ। जीवनसाथीसँग आत्मीय संवादले सम्बन्धलाई अझ बलियो बनाउनेछ। अविवाहित महानुभावहरूका लागि समान सोच भएको व्यक्तिसँग विशेष आकर्षण उत्पन्न हुन सक्छ। स्वास्थ्यतर्फ मानसिक संवेदनशीलता, थकान वा निङ्ग्रा सम्बन्धी समस्या देखिन सक्ने भएकाले विश्राम र ध्यानमा ध्यान दिनु आवश्यक हुनेछ। आजको सन्देश: आफ्नो अन्तर्ज्ञानमा विश्वास गर्नुहोस्, त्यसले तपाईलाई सही मार्ग देखाउँछ। शुभ अङ्क 7, शुभ रङ्ग हल्का नीलो। यसैसँग आजको सम्पूर्ण राशिफल यही समाप्त हुन्छ। यदि तपाईलाई आजको राशिफल राम्रो लाग्यो भने लाइक र शेयर गर्न नभुल्नुहोला। दैनिक राशिफल सुन्नका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।